जीवित बन्धकहरूलाई 2-3 घण्टामा अहिले छोड्ने लिस्ट उनीहरूले इजरायल सरकारलाई दिए। इजरायल सरकारले अब त्यो लिस्टलाई उनीहरूलाई त्यसलाई हेरिसकेपछि बिपिनको विषयमा केही पनि जानकारी आएन। अनि त्यसैले जीवित नरहेको भन्ने जानकारी अब अहिलेसम्म उहाँले हामीलाई त्यही जानकारी दियो भनेर आइडिएफलाई बिपिनको परिवारलाई नेपालबाट किशोरलाई बिपिनको ठुलो बुवाको छोरा किशोरलाई जोइन गर्यो। अनि अमेरिकाबाट बिपिनको बहिनी पुष्पा र आमा पद्मालाई जानकारी गरायो। उनलाई पुष्पालाई जोइन गर्यो। यताबाट मलाई जोइन गरेर इजरायली सरकारका अरू एकजना सुली एकजना जोस भन्ने मान्छेलाई पनि त्यसमा जोइन गरेर हामी केही नयाँ कुरा आयो भने र केही अन्य कुनै चमत्कार भयो भने फेरि घण्टामा हामी जानकारी गराउनेछौँ। अहिलेसम्मको अवस्थामा बिपिन जीवित नरहेको जानकारी हामी गरायौं। अहिले जीवित भएको हामीसँग कुनै तथ्य सत्य प्रमाण केही पनि भेटिएन। जीवितहरू हस्तान्तरण भइसकेपछि मृतकहरूको सम्बन्धमा पनि जसको उपलब्ध छ तिनको लास अझै बेलुका आउन सक्छ। तर त्यसमा काम भइरहेको छ, कतिखेर आउँछ अहिले भन्न सक्दैन। र त्यसमध्ये पनि कतिपयको लास नै उपलब्ध नभएको हुनाले त्यसको खोजी कार्यमा हामीहरू लागिरहेका छौँ। हामी अहिले फिल्डमै छौँ। त्यसकारण अपरेसन त्यो फिल्डमै भएको हुनाले त्योभन्दा बढी अहिले जानकारी अरू केही छैन। उसको जीवन चाहिँ नभएको जानकारी चाहिँ हामीले तपाईँहरूलाई जानकारी गरायौँ भन्नुभयो। भनेपछि